Hey everyone, in my last video, I had talked about the general idea of tense and the types of present, past and future tense. र आजको भिडियोमा मैले तपाईहरुलाई प्रेजेन्ट टेन्स अर्थात वर्तमान कालका प्रकारहरुको बारेमा चाहिँ यहाँनिर भिडियो ल्याएर आएको छु। लेट्स बिगिन द टुडेज भिडियो। र यसको टाइप्सहरुमा द फर्स्ट वान इज सिम्पल प्रेजेन्ट टेन्स। पहिलो टाइप चाहिँ सिम्पल प्रेजेन्ट टेन्स हो। सिम्पल प्रेजेन्ट टेन्स भन्ने बित्तिकै इन आवर ह्याबिट्स, जस्तो हामीले कसैलाई भन्नु पर्यो हाम्रो बानीहरुको बारेमा भन्छौं नि, आई ड्रिंक कफी डेली, म सधैँ चिया पिउँछु भन्नु पर्यो भने हामीले सिम्पल प्रेजेन्ट टेन्सको प्रयोग गरेर भन्छौं। भनेपछि फ्याक्ट्सहरुमा, जस्तै अब यो सत्य कुराहरुमा, यो संसारमा हुने सत्य कुराहरुको लागि पनि यसले द सन राइजेस इन द ईस्ट भनेको चाहिँ यो सूर्य पूर्वबाट उदाउँछ भन्नु पर्यो भने हामीले सिम्पल प्रेजेन्ट टेन्सको प्रयोग गर्न सक्छौं। अब यसको फर्मुला पनि हुन्छ हैन, सब्जेक्ट प्लस भर्ब yes or es भनेको verb 1 or verb 5 प्लस अब्जेक्ट, यो चाहिँ यसको फर्मुला हुन्छ। जस्तै यहाँनिर हेरौँ, हामीले सब्जेक्टको रूपमा हामीले आई लेखेका छौं, त्यस्तै आई, वी, दे, ही, सी, इट, हामी सब्जेक्ट जे पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै यहाँ सब्जेक्टको रूपमा द सन भनेर आएको छ। अनि भर्बमा चाहिँ हामीले yes or es लेख्छौं के। जस्तै यहाँ ड्रिंक, ड्रिंकमा अहिले yes लागेको छैन, ड्रिंकमा yes लाग्यो भने चाहिँ यो verb 5 बन्छ र अहिले चाहिँ यो verb 1 मात्र छ, किनभने आई सँग चाहिँ हामीले verb 1 को प्रयोग गरिन्छ। अनि कुन कुन चाहिँ हाम्रो सब्जेक्टहरुसँग verb 5 लाग्छ त्यो कन्डिसन पनि आउँछ है। त्यसपछि यहाँनिर कफी डेली भनेर भन्यो, ल यहाँ चाहिँ verb 5 को प्रयोग गरियो। यसरी चाहिँ तपाईले नोट बनाएर यहाँ यसको फर्मुलाहरुलाई पनि लेख्दै जानुभयो भने इट विल मेक यु इजी है। त्यसैगरी हाम्रो नेक्स्ट इज प्रेजेन्ट कन्टिन्युअस टेन्स। प्रेजेन्ट कन्टिन्युअस टेन्स चाहिँ त्यस्तो कुरामा प्रयोग हुन्छ जुन चाहिँ अहिले भइरहेको कुरा हो। सी इज टिचिङ, उनी पढाउँदै छिन् भनेको चाहिँ अहिले पढाउँदै छिन् नि त। त्यसमा चाहिँ हाम्रो यो अपूर्ण वर्तमान काल पनि भन्छौं हामीले, पूरा नभइसकेको अपूर्ण वर्तमान। करेन्ट ट्रेन्डहरुमा जस्तै प्राइस आर राइजिङ भनेको प्राइसहरु बढिरहेको छ, मूल्य, वस्तुको मूल्यहरु हुन्छ नि, पैसा, यो मूल्य पैसा चाहिँ बढिरहेको छ। यसको फर्मुला पनि यु क्यान सी हियर, सब्जेक्ट प्लस इज और एम और आर एन्ड देन भर्ब प्लस आइएनजी, भर्ब 4 भन्छौं हामी, प्लस अब्जेक्ट, अनि चाहिँ भर्ब 4 को प्रयोग हुन्छ। भर्ब 4 मा राइजिङ, टिचिङ, स्लिपिङ, त्यसपछि यस्तो खालको आइएनजी फर्मको प्रयोग हुन्छ जुन चाहिँ उनी अहिले पढाउँदै छिन्, प्राइसहरु बढिरहेको छ, राम स्कुल जाँदैछ, यस्तो खालको दिस टाइप्स अफ example are taken in the present continuous tense. Next is present perfect tense. Present perfect tense मा चाहिँ यहाँनिर experience, our life experience, I have visited Paris, मैले पेरिस भिजिट गरेको छु। they have finished, उनीहरूले काम पूरा गरेका छन्, पूर्ण वर्तमान काल, काम पूरा भइसकेको, कुनै काम पूरा भएर त्यो अहिले पास्ट भइसकेको अवस्थालाई हामीले we can take as the present perfect tense. You have to know about the formula. This is the formula here, subject plus has or have plus verb 3 plus object. अब यहाँनिर चाहिँ तपाईले सब्जेक्टमा I, they, he, she, it लगाउनु पर्ने हुन्छ। जस्तो यहाँनिर कुन कुन कुरासँग has लाग्छ र कुन कुन कुरासँग have लाग्छ भन्ने कुरा बुझ्नुपर्छ तपाईहरुले। जस्तो I सँग चाहिँ हामीले have को प्रयोग गर्छौं, they सँग पनि हामीले have को प्रयोग गर्छौं। जस्तै she आयो भने हामीले के प्रयोग गर्छौं त, has or have मध्ये एउटा लाउनु पर्ने हो, she सँग has, त्यस्तै he सँग पनि हामीले has लगाउँछौं। अनि दुई वा दुई भन्दा बढी व्यक्तिको नाम आउँछ भने त्यहाँ चाहिँ हामीले have लगाउँछौं। त्यस्तै प्लस verb 3 पार्टिसिपल बनाउँछौं। तपाईले verb 1 देखि verb 5 सम्मको कुराहरु चाहिँ जान्नु पर्छ। जस्तो अब हामीले स्लिप को verb 1, स्लिप भनेपछि हामीले verb 1 भयो, त्यसको verb 2 के हुन्छ त, slept, slept बनाइन्छ। त्यस्तै त्यसको verb 3 पनि हामीले slept, slept बनाइन्छ है। यस किसिमले चाहिँ तपाईहरुले जान्नु पर्छ। जस्तै हामीले slept slept बनाउँछौं भने
जस्तो हामीले एसएलईपी स्लेपको चाहिँ स्लेप्ड भनेर चाहिँ यसको भर्ब 2 र भर्ब 3 चाहिँ स्लेप्ड नै हुन्छ है। एसएलईपीटी भनेर चाहिँ हामीले बनाइन्छ। त्यसै गरी तपाईँहरूले आफ्नो एउटा नोटमा चाहिँ भर्ब 1 देखि भर्ब 5 सम्म कम्प्लिट गर्न सक्नुहुन्छ, जहाँ तपाईँले विभिन्न भर्बहरूको बारेमा यु क्यान स्टडी र यसले चाहिँ तपाईँहरूको यो ग्रामरलाई चाहिँ सजिलो बनाउँछ। जस्तो अघि हामीले यहाँनिर प्रेजेन्ट कन्टिन्युअस टेन्समा केही कुरा एड गर्न आई वान्ट टु एड समथिङ मोर। जस्तै यहाँ सब्जेक्ट प्लस एम इज अर आर लगाउँछ। जस्तो सब्जेक्ट आई आयो भने हामीले एमको प्रयोग गर्छौँ। त्यस्तै सब्जेक्ट हि सी अर इट आयो भने हामीले त्यहाँ इजको प्रयोग गर्छौँ। त्यहाँ हामीले एम र आरको प्रयोग गर्न वी क्यानट डु द्याट, हामीले त्यसको प्रयोग गर्न मिल्दैन। अनि दे वी त्यस्तै यस्तो प्रोनाउनहरू आयो भने हामीले आरको प्रयोग गर्छौँ। एन्ड भर्ब प्लस आइएनजी फर्मको प्रयोग गर्छौँ है। दिज आर द फर्मुलाज। जस्तो यहाँ चाहिँ हामीले ह्याज अर ह्याभ, अनि कहिले कहिले यहाँ भर्ब 3, अहिले चाहिँ हामीले भर्ब 3 आयो, कहिले हामीले समटाइम वी युज टु भर्ब 2, अनि यो चाहिँ तपाईँले भर्ब 1 देखि लिएर भर्ब 5 सम्म हुन्छ। यु हेभ टु स्टडी। एन्ड द लास्ट टाइप्स अफ present tense is present perfect continuous tense. This tense is used in the duration, so time duration को कुराहरुमा, समयावधिमा। It has been raining for hours, यो चाहिँ घण्टौंदेखि पानी परिरहेको छ भनेको ड्युरेसन। अनि करेन्ट स्ट्याटस, दे हैव बीन वर्किङ, उनीहरू लगातार काम गरिरहेका छन्। मानौ उनीहरू बिहानको 5 बजेदेखि काम गर्न थालेका थिए र अहिलेसम्म काम गरेको गरेछन् भनेपछि यसले एउटा ड्युरेसन जनायो नि त। बिहानको 5 बजेदेखि अहिलेसम्म भनेपछि कम्तीमा 8-9 घण्टा भयो उनीहरू काम गरेको गरेछन्, त्यो अवधि जनाउँछ। यसले चाहिँ यसले घण्टौंदेखि पानी परिरहेको छ भनेर, त्यो घण्टा यति घण्टादेखि 3 घण्टादेखि भनेर भन्यो भने दिस इज द ड्युरेसन। अनि त्यस्तो बेलामा वी क्यान युज द प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स। जस्तो यसको फर्मुला हुन्छ सब्जेक्ट प्लस हैज और हैव प्लस बीन प्लस भर्ब प्लस आइएनजी प्लस अब्जेक्ट भनेर यसको फर्मुला हुन्छ। यसको एउटा अर्को इक्जाम्पल लिन सक्नुहुन्छ तपाईले। ल यसमा चाहिँ हामीले के बनाउन सकिन्छ, राइट इन द कमेन्ट है। जस्तो राम मोहनल्याल भन्ने गाउँमा 10 वर्षदेखि बस्दै आएको छ भन्नु भने हामीले we can make the present perfect continuous tense. Ram is living बनाउन सकियो, सरी Ram has बनाउन सकियो। Ram has been living in the Mohanlal village since 10 years. We can use in this way. This is the present perfect continuous tense. Okay. ल यहाँनिर चाहिँ you have the टेन्स जुन चाहिँ आजको हामीले भिडियोमा अध्ययन गर्यौं, त्यसको फर्मुलाहरू तपाईहरुले जान्न जरुरी हुन्छ। तपाईले यो सबै फर्मुलाहरू र यो कस्तो बेलामा प्रयोग हुन्छ भन्ने इक्जाम्पल यो दिएको छ। यु क्यान मेक योर ओन नोट र तपाईले त्यो नोटमा आफुलाई आवश्यक परेको बेलामा यु क्यान सी दिस फर्मुला एन्ड यु हेभ टु रिमेम्बर दिस फर्मुलाज। एकचोटी हामीले यसलाई अझै प्र्याक्टिस गर्नेछौँ। जस्तो सिम्पल प्रेजेन्ट टेन्स सब्जेक्ट प्लस भर्ब 1 अर भर्ब 5 प्रयोग गरिन्छ। यो चाहिँ ह्याबिट र फ्याक्टहरुमा तपाईले आफ्नो बानीहरुको बारेमा व्याख्या गर्दै हुनुहुन्छ अथवा पृथ्वीको ध्रुव सत्य कुराहरुलाई चाहिँ भन्दै हुनुहुन्छ भने त्यस्तो बेला सिम्पल प्रेजेन्टको प्रयोग गरिन्छ। जस्तै कन्टिन्युअस सब्जेक्ट प्लस एम अर इज अर आर प्लस भर्ब 4 हुन्छ। यो चाहिँ नाउन अहिले भइरहेको एक्टिभिटिजहरुलाई तपाईले व्याख्या गर्दै हुनुहुन्छ भने यु क्यान युज द प्रेजेन्ट कन्टिन्युअस टेन्स। जस्तै पर्फेक्ट चाहिँ पूरा भइसकेको, कम्प्लिट भइसकेको र अबाउट द लाइफ एक्सपिरियन्स, आफ्नो लाइफको अनुभव when you are telling to someone, then we can use the present perfect tense. And present perfect continuous tense चाहिँ यसको फर्मुला र ड्युरेसन हरुमा चाहिँ यो प्रयोग गरिन्छ। जस्तै कुनै समयावधि एउटा पिरियड लिएर चाहिँ हामीले if we are telling something, त्यस्तो बेलामा चाहिँ we can use the present perfect continuous.
ल मैले आशा गरेको छु अहिलेको यो भिडियोमा तपाईँले मुख्य कुराहरू बुझ्नुभएको होला र आई हेभ सम एक्सर्साइज यहाँ चाहिँ नम्बर 1 मा सिम्पल प्रेजेन्ट टेन्स छ एभ्री मर्निङ हरेक बिहान सारा ड्रिङ्क अ कप अफ टी ल इन सिम्पल प्रेजेन्ट टेन्स वाट वाज द फर्मुला फर्मुलाको आधारमा तपाईँले यहाँ कम्प्लिट गर्न सक्नुहुन्छ एन्ड ड्रिङ्कको चाहिँ हामीले फर्म कुन फर्म चाहिँ यहाँ सुइटेबल हुन्छ त्यो चाहिँ हामीले भरेर यसलाई चाहिँ गर्न सकिन्छ एभ्री मर्निङ भनेको सिम्पल प्रेजेन्ट ह्याबिटको कुरा आयो यहाँ साराले चिया पिउँछन् हरेक बिहान साराले चिया पिउँछिन् भन्यो भने यसको फर्मुला के थियो सिम्पल प्रेजेन्ट हो यो साराको बानीको बारेमा व्याख्या गर्दैछ भने दिस इज सिम्पल प्रेजेन्ट टेन्स सारा भर्ब 1 और भर्ब 5 थियो कि थिएन ओके यहाँ चाहिँ अब वी युज द भर्ब 5 देन DRINKS drinks we use as drinks alright DRINKS drinks in this way we use drinks right alright and then number 2 present continuous look warning sir the team work on the new project right now and now activities ले त्यस्तै यहाँ लुक हेर टिमले चाहिँ काम गर्दैछ गरिरहेको छ बनाउनु पर्यो नि प्रेजेन्ट कन्टिन्युअस टेन्स फर्मुला के थियो यसको इज और एम और आर प्लस भर्ब 4 वर्कको भर्ब 4 बनाउनु पर्यो हामीले वर्किङ WORKING वर्किङ द टिम इज वर्किङ टिमसँग एम लाग्छ लाग्दैन इज लाग्छ यस इज वर्किङ अन द न्यू प्रोजेक्ट त्यसै थर्डमा छ प्रेजेन्ट पर्फेक्ट आई फर्मुला के थियो प्रेजेन्ट पर्फेक्टको आई से यहाँ यसरी कहिलेकाहीँ हामीलाई इफ दिस प्रेजेन्ट पर्फेक्ट व्हिच टेन्स इज इट भनेर यदि दिएको छैन भने पनि यो दिएको छैन भने पनि हामीले थाहा पाउनुपर्छ आई जस्तै टोकियो 3 टाइम्स इन माई लाइफ मैले मेरो जीवनमा यो नदिकिन हामीले कसरी थाहा पाउने त भन्दाखेरि मैले यहाँ भने पछाडि मेरो जीवनमा इन माई लाइफ 3 टाइम्स टोकियो भिजिट गरेको छु मेरो लाइफमा भनेपछि आई अब यहाँ ह्याज लाउने कि ह्याभ लाउने आई ह्याभ भिजिटको भर्ब 3 बनाउने VISITED थपेर I have visited Tokyo 3 times in my life. Unnecessary. We can complete. Number 4. Present perfect continuous. It rained for 3 hours and it has not stopped yet. For a while. Don't see this. It's in नहेर तपाईं कुन टेन्स हो भनेर नहेर्नुस्. It rained for 3 hours. भनेपछि यहाँ 3 घण्टादेखि पानी परिरहेको छ र रोकिएको छैन भनेपछि we can take it as the present perfect continuous हामीले यो हेरेर थाहा पाउनु पर्यो 3 घण्टादेखि पानी परिरहेको छ भन्यो भने त हामीले पिरियडमा we use the present perfect continuous भनेर थाहा पाउने यो नदिएको अवस्थामा पनि भनेपछि it has लाउने कि have लाउने it has अनि been जोड्ने it has been अनि rain को विभव बनाउने raining भनेपछि के भयो it has been raining for 3 hours and it has not stopped okay ल यसरी हामीले we completed with the 4 types of present tense simple present present continuous present perfect and present perfect continuous tense and I hope you understood these lessons and I will be coming with the next video very soon stay connected and if you have subscribed this channel please subscribe the channel and hit the bell icon